इस कार्यक्रम का सभाध्यक्ष एवं युवा परिषद का उपाध्यक्ष जी, माननीय मंत्री जी, प्रदेश सभा सातवीं लेखा समिति का सभापति माननीय जी, स्वर्गीय का पूर्व उद्योग वाणिज्य संघ का महासचिव जी, युवा परिषद का पदाधिकारी सदस्यज्यूहरू, यो सम्मेलनमा विभिन्न क्षेत्रबाट सहभागी सबै साथीहरू, पत्रकार साथीहरू अनि सबै सहभागी साथीहरूलाई हार्दिक अभिवादन व्यक्त गर्दै तपाईहरुको एक दिवसीय यो सम्मेलन तपाईहरु सबैको सक्रिय सहभागिताका आधारबाट सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने शुभेच्छा, शुभकामना र सफलताको कामना गर्न चाहन्छु। कर्णाली प्रदेश स्तरीय नामाकरण गरिएको खास गरी युवा केन्द्रित उद्यमशीलता विषय केन्द्रित छलफल गर्ने कार्यक्रमको जुन आयोजना गर्नुभयो त्यसको निम्ति आयोजक संस्थालाई धन्यवाद दिन चाहन्छु। हाम्रो देशमा यस्ता सभा गोष्ठीहरू आकर्षक हुन्छन्, भइरहेका हुन्छन् र परिणाम हेर्दा अपेक्षाकृत नभएको हो कि भन्ने सबैले छलफलको विषय बनाइरहेको एउटा अवस्था छ। तपाईहरु अहिले जुन उमेर अवस्थाको हुनुहुन्छ त्यही उमेर अवस्था पार गरेर म आज फेरि तपाईहरुका बीचमा उपस्थित छु। तपाईहरुको जुन उमेर अवस्थाको हाम्रो जुन समाज छ र मेरो तपाईहरुको उमेर अवस्थालाई सम्झने हो भने आजका तपाई युवा जो साथीहरू उपस्थित हुनुहुन्छ सबै क्षेत्रमा धेरै अनुकूलतामा यहाँ तपाईहरु जम्मा हुनुभएको छ। मेरो उमेर अवस्थालाई सम्झने हो भने अहिलेको तुलनामा धेरै प्रतिकूलताहरू थिए, धेरै अभावहरू थिए, धेरै अप्ठ्यारो र गाह्रो रहिरहेको अवस्था थियो। म त्यसको सविस्तारले चर्चा गर्न चाहन्न, खालि तपाईहरुलाई स्मरण गराउन चाहन्छु कि आजका युवा साथीहरूलाई आजको अवस्था त यत्तिकै आएको हो कि भन्ने जस्तो गरी विचार र दृष्टिकोण जुन बनाइरहनु भएको छ, म सबैलाई अनुरोध र आग्रह गर्न चाहन्छु एकचोटि हामी अनुकूलतामा छौं तर यो अनुकूलताको स्थिति एकैचोटि आइपुगेको होइन। त्यसका निम्ति तपाईभन्दा अगाडिका अग्रजहरूले, चाहे घरको बाबुले किन नहोस्, चाहे हजुरआमा र हजुरबुवाले किन नहोस्, तपाईभन्दा अगाडिका अग्रजहरूले धेरै मेहनत कष्ट गरेर यो समाज यो ठाउँसम्म आइपुगेको हो। हामीले चाहे अनुसारको समाज अझ अगाडि बढाउने दायित्व र कर्तव्य मेरो काँधमा छ भन्ने अनुभूति गर्नुभयो भने तपाई जुन क्षेत्रमा लाग्नुहोस् दुःख हुन सक्छ तर तपाईले सफलता प्राप्त गर्न सक्ने अवस्था रहन्छ। तर यहाँ उपस्थित हुनुहुन्छ मेरो मिल्छ कि मिल्दैन थाहा छैन, तर अधिकांश अहिलेका यो मेलका साथीभाइहरूको माग र मूल्य बुझाइ रेडिमेड सोसाइटी भिन्नता यही हो कि जस्तो लाग्छ। यो अवस्थालाई बदल्ने म हुँ, मेरो काँधमा छ भन्ने बुझ्नुभयो भने अघिल्लो पुस्ता र यो पुस्ता सँगसँगै हिँड्न सकिन्छ। तर तपाईले रेडिमेड सोच राख्नुभयो भने के हुन्छ, तपाईले आफूभन्दा अघिल्लो पुस्तालाई त्यो रेडिमेड नदिएको नबनाएको अर्थमा बुझ्नुभयो भने के हुन्छ, अन्तर्विरोध सिर्जना हुन्छ। अनि तपाईले प्रगतिको पथमा लाग्ने भन्दा आफूभन्दा उमेर पाका भएका वा अघिल्लो पुस्तालाई तपाईले प्राप्त गर्नुभएको विज्ञान र प्रविधिका हिसाबले उपलब्ध गर्नुभएको मोबाइलमा शब्द सराप गरेर लेख्ने कुरा गर्नुहुन्छ। त्यसकारणले म यो सम्मेलनको यस अवसरमा म अनुरोध र आग्रह गर्न चाहन्छु कि भूमिका फरक छ। सबैले एकैचोटि कुरा बुझ्दैनन्, सबैले एकैचोटि त्यो कुरा थाहा पाउँदैनन्। अगाडि लाग्नेले दुःख पाउनु पर्ने हुन्छ, एक्लै पर्ने सक्ने स्थिति रहन्छ, औँला ठड्याउन सक्ने अवस्था रहन्छ, हतोत्साहित गर्ने परिस्थिति रहन्छ। तर उठिरह्यो भने
केन्द्रमा छ। साथ बढ्छ, सहयोगी बढ्छ, जनमत बढ्छ र विकास र निर्माणको गतिले अगाडि बढ्छ। तपाईको उमेरमा 2007 साल चिनिया काजी भन्ने एउटा विद्यार्थी अगाडि बढ्दै जाँदा मर्यो। बात त सबैलाई रहन्छ। त्यसकारणले मैले तपाईलाई अनुरोध र आग्रह गर्न खोजेको कुरा के हो भने तपाई अहिले जुन अवस्थामा हुनुहुन्छ धेरै प्रगति गर्नुपर्ने जरुरी र आवश्यकता छ, तर तपाई हिजोका युवाहरू भन्दा आज अनुकूलतामा हुनुहुन्छ, सुविधामा हुनुहुन्छ, अवसरमा हुनुहुन्छ, ज्ञान र गुणमा कुरामा हुनुहुन्छ भने त्यस अनुसारको तपाईले समाज विकास र देश विकासका निम्ति आफ्नो दायित्व र कर्तव्य कसरी पूरा गर्ने होला भन्ने सोच्नुभयो भने हाम्रो देश हामी सबैको सहयोग र मान्यताका आधारबाट अगाडि बढ्न सक्ने अवस्था रहन्छ। तर म के देख्छु, कोही दैनिक व्यवस्था हो, तपाईको कोही घरका परिवारमा सदस्य कुनै राजनीतिक पार्टीमा लागेका छन्, कुनै तहका जनप्रतिनिधि भइरहेको अवस्था छ। कल्पना गर्नुहोस्, आजका त पत्याउँदैन, तर केही वर्ष अगाडिसम्म नुनका लागि 6 महिना बिताउनु पर्ने अवस्था थियो। नुनका लागि 6 महिना हुम्लादेखि राजापुर पुग्नु पर्ने वा ताराकोट पुग्नु पर्ने परिस्थिति थियो। तर आज त्यसभन्दा आज हामी समुद्र ढङ्गले आज घर दैनिक गतिविधि व्यवस्था प्राप्त गरिसकेको अवस्था छ। तहबाट तपाईभन्दा अगाडिका पुर्खाले वा तपाईका अग्रजहरूले तपाईलाई थोरै भए पनि शिक्षा दिए, ज्ञान दिए, सुविधा दिए। तर हामी के देख्छौँ भन्दा सानो अभाव देखियो भने आफ्नै घरका आफैलाई यो तहसम्म पुर्याउनेहरूलाई सकारात्मक होइन नकारात्मक कुराका आधारबाट टिप्पणी गर्ने जुन मनोविज्ञान छ, म यस अवसरमा म सबै साथीहरूलाई त्यतापट्टि गोप्रिय विचार पुर्याउन अनुरोध गर्न चाहन्छु। सोच्नुहोस् न, तपाईँ त आज आइए पढ्नुभएको छ, बिए पढ्नुभएको छ, एमए पढ्नुभएको छ, साइन्स हुन्छ, डक्टर हुन्छ, इन्जिनियर हुन्छ, प्राविधिक शिक्षा हुन्छ, तर तपाईँले घरको हजुरबाको तहमा जानुभयो भने निरक्षर ल्याप्चे लगाउनेहरूको संख्या थियो। तर तपाईँ हामीलाई यो अवस्थामा पुर्याउने कुरा गरे भने त उहाँको तुलनामा आज मैले केही जानेको छु, केही बुझेको छु, केही गर्न सक्छु, केही सिकेको छु, म किन अगाडि नबढ्ने, मेरो समाज अगाडि किन नबढ्ने भन्ने कुरा गर्नुभयो भने के हुन्छ, यो समाज अगाडि बढ्छ। तर हाम्रो कर्णाली प्रदेश प्राकृतिक साधन र स्रोत सबै हिसाबले साधन प्रदेशको तुलना गर्दा भरिपूर्ण नै छ। र हामीलाई के भन्छन्, कर्णालीमा भन्छन्, हामीलाई के भन्छन्, गरिबका रूपमा दर्ता गर्छन्, हामीलाई केमा भन्छन्, विपन्नमा दर्ता गर्छन्, हामीलाई के भन्छन्, खान नपाएको तहमा भन्छन्। त्यो परिचय बदल्ने जिम्मेवारी केवल कर्मचारी र जनप्रतिनिधिलाई वा जस्ता मुख्यमन्त्री र गान्धीलाई मात्रै देखेर बाँकीले व्यवस्था गर्नु अवस्था बदल्न सकिँदैन। यो अवस्थालाई बदल्न भूमिका फरक छ, तर म पनि केही गर्न सक्छु भन्नुभयो भने तपाईँ मध्येबाटै तपाईँको रुचि अनुसारको क्षेत्रमा श्रेष्ठता हासिल गर्न सक्नुहुन्छ। तर हाम्रो समाजमा के भयो भने शारीरिक श्रम गर्ने कुरालाई हाम्रो समाजले सम्मान होइन अपमान गर्ने भएकै कारणले गर्दा देखिएर काम गर्न हामीलाई पनि असजिलो लाग्छ। देखिएर हलो जोत्ने, देखिएर भारी बोक्ने, देखिएर कोदालो पर्ने, देखिएर आर्को काम गर्ने, देखिएर भैँसी पाल्ने, देखिएर गाई पाल्ने, देखिएर भेडा चन्द्रा पाल्ने कुरा भन्दा गैर सम्पत्तिमा गएर बेचेर स्कुटरमा मोटरसाइकल कुदेर भिजाउन पाए पुरुषार्थ हुन्थ्यो भन्ने जनमत भन्ने हाम्रो समाजमा थोरैको धेरै छ। के गर्नु होला, मेरो विचारमा चाहे त्यो छात्रवृत्तिका नाममा हो, चाहे त्यो विद्यार्थी भिसाका नाममा हो, चाहे त्यो भिजिट भिसाका नाममा हो, चाहे त्यो कामदारका नाममा होस्, सबै मान्छे सजिलै बाहिर गइरहेका छन्। ती लाखौंको ऋण लिएर विदेश गइरहेका छन्। विदेशमा दुःख पाएर फर्किएकाहरूले भैँसी पाल्न सुरु गरेपछि अलिअलि हाम्रो कृषि पेसामा युवाहरूको आकर्षित छ। विदेशबाट फर्किएर आइसकेपछि तरकारी किन्न थालेको कारणले गर्दाखेरि तरकारीको विकास भइरहेको एउटा अवस्था छ। यस कारणले मैले तपाईँहरूका बीचमा भनिरहेको छु कि हाम्रो समाजमा म यो आयोजकका लागि भन्न चाहन्छु, शारीरिक श्रम गर्नेहरूलाई सम्मान गर्ने राष्ट्रिय नीति, राष्ट्रिय दृष्टिकोण र दिनचर्याको स्थिति बनाउन सक्ने हो भने कोही मान्छे मुगलान जान पर्दैन, आफ्ना खेल खराबहरू
बाजा गाउने परिस्थिति निर्माण। यहाँबाट हँसाउदिरहेको छ तर आफ्नो घर